दैलेखको जलजले क्षेत्रमा विशाल पेट्रोलियम भण्डार पुष्टि भएको छ। अब सरकारको कदम के हुन्छ? 1 अर्ब 12 करोड बेरिलियम पेट्रोलियम पदार्थ रहेको पुष्टि भएको छ, जसको अन्तर्राष्ट्रिय बजार मूल्य करिब 85 अर्ब अमेरिकी डलर, नेपाली करिब 113 खरब नेपाली रुपैयाँ हुन जान्छ। यो ऐतिहासिक खोज नेपालका लागि ऊर्जा आत्मनिर्भरताको दिशामा एक ठूलो उपलब्धि हुन सक्ने छ। तर यति बेला जनताको मनमा एक यस्तै प्रश्न उठिरहेको छ, के नेपाल सरकार यो परियोजना अगाडि बढाउने छ वा परम्परागत कमिसनमुखी प्रवृत्तिलाई निरन्तरता दिँदै यो अवसरलाई गुमाउने छ? यो नेपालको लागि अवसर कि षड्यन्त्र? विगतमा पनि नेपालमा प्राकृतिक स्रोतको खोज भए तापनि ती परियोजनाहरूमा राजनीतिक हस्तक्षेप, अनियमितता र भ्रष्टाचारले गर्दा धेरै सम्भावना बन्द फाइलमा सीमित भएका छन्। यस पटक पनि डर त्यही छ। कतै पेट्रोलियम उत्खननको सट्टा सरकारले अरू देशबाट आयातकै नीति रोज्ने त होइन, किनकि आयातमा हुने कमिसन नै धेरै राजनीतिको इन्धन भएको आरोप पटक पटक लाग्दै आएको छ। जनताको दबाव र राष्ट्रिय हित। अब सरकारसँग दुईवटा बाटो छन्। 1. जलजले उत्खनन परियोजना तुरन्तै अघि बढाउने, वैदेशिक सहयोग र प्रविधिको सहायतामा राष्ट्र स्वामित्वमा विकास गर्ने। 2. पुनः कमिसनको लोभमा परेर यो योजनालाई थन्काउने र विदेशबाट पेट्रोलियम आयात गर्ने परम्परा कायम राख्ने। सरकारको निर्णयले अबको पुस्ताको आर्थिक भविष्य तय गर्नेछ।